हेलो एभ्रिवान, नमस्ते अनि वेलकम ब्याक टु माई च्यानल अगेन। म चाहिँ हजुरहरूको सामु फेरि पनि उपस्थित भइसकेको छु अनि आजको चाहिँ कन्टेन्ट डिफ्रेन्ट छ किनभने आज चाहिँ निशुले मलाई एउटा टास्क दिएकी थिए कलेक्टिङ फुड स्टार्ट फ्रम ए टु जेड भन्नाले चाहिँ एदेखि जेडसम्म नाम आउने फुडहरू चाहिँ कलेक्ट गर्नुपर्ने अनि त्यही पनि विदिन 1 आवर्स च्यालेन्ज दिएकी थिए। मलाई लाग्यो 1 आवर्स चाहिँ अलिक बेसी थियो होइन, त्यही पनि अब फर्स्ट टाइम हामीले गेम खेलेको ठिकै छ, ठिकै भयो मलाई त उब्रिन चाहिँ। अनि मैले अब के सपिङ गरेँ त के ल्याएँ खानेकुराले है, अनि ल हेरौँ है त मैले के ल्याएँ। फर्स्टमा चाहिँ मैले आलु तामा ल्याएको छु एबाट। यो चाहिँ कस्तो टल्क्यो होला हौ, यो आलु तामा हो एबाट, केही दिमागै नचलेर क्या। अनि बीबाट मैले ल्याएको छु होइन खै उयो सरी बुल्दक सबै चाउचाउ नै चाउँछ क्या प्रायः। एबाट आलु तामा, बीबाट बुल्दक र सीबाट रहेको छ करेन्ट। अनि डीबाट चाहिँ मैले डीबाट चाहिँ अलि मिठो छ, डीबाट डेरी मिल्क, डीबाट चाहिँ अन्डा एग ल्याएको छु। एफबाट के ल्याएँ मैले, सरी एफबाट ट्रु नर्स भनेर नर्सहरू थियो, त्यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने त्यहाँ गइसके पछाडि के लिने कस्तो कन्फ्युज हुँदो रहेछ, प्रायः अब त्यहाँ जे देखो त्यति ल्यायो। अनि जीबाट मैले गरम मसाला ल्याएँ, केही नै देखिनँ मैले गरम मसाला देखेँ अनि गरम मसाला ल्याएँ। एचबाट चाहिँ फेरि पनि मैले ल्याउन सफल भएको छु हटपट। अनि आईबाट चाहिँ आइसक्रिम ल्याएको थिएँ कि, तर आइसक्रिम त सबै मेल्ट भयो अनि खाइदिइसकेको आई, सो यहाँ केही पनि भएन आईबाट देखाउनलाई चाहिँ। अनि जेबाट चाहिँ जुस जेली, के छ यो जुस जेली। अनि केबाट चाहिँ क्विट्सको चिज बल। अनि एलबाट फेरि पनि लेज एमबाट चाहिँ म्यारी बिस्कुट, माई नेम इज म्यारी बिस्कुटवाला म्यारी बिस्कुट हो नि यो फेरि। अनि एनबाट नेस्क्याफे, ओबाट ओट्स, यो चाहिँ मेरै लागि हो। अनि पीबाट चाहिँ पिनट बटर कुकिज, हिजोको चिप्स, यो चाहिँ कुकिज पनि ल्याएँ। अनि क्यूबाट चाहिँ यो वाइवाईको क्विक सिन रामेन, क्यूआर आरबाट चाहिँ रा चाउचाउ मात्र भयो क्या, धेरै नै यही धेरै खाने भएर होला। अनि यसबाट चाहिँ स्प्राइट यसबाट स्प्राइट भयो एसटी। अनि मैले चाहिँ अब कति जङ्क फुड मात्रै खानु, हल्का यो हर्बल पनि खाऊँ न, ग्रिन टी, टीबाट टी है, टिआरएसटी। ला योबाट चाहिँ केही पनि ल्याउन सकेन किनभने बिर्स्यो, कन्फ्युज भइयो क्या त्यति बेला त, हतारमा कुन टिप्ने त्यो एकदम रस हुँदो रहेछ अनि दिमाग पनि नचल्ने, त्यो भएर युबाट चाहिँ किन्नै बिर्सिएछ। यु अनि भी, युबाट केही पनि ल्याइएन, बीबाट चाहिँ केही नभएर भिक्स चक्लेट ल्याएको है बी। अनि फेरि डब्लुबाट चाहिँ डब्लुबाट चाहिँ डबलै भएछ क्या, एउटा चाहिँ यो व्हाइट ऱ्याबिट, अर्को चाहिँ यो विकफिल्डको पिनट बटर। यो चाहिँ झुक्किएर दुईवटा किनेछु। डब्लु एक्स होइन, एक्सबाट चाहिँ एक्सट्रिम एनर्जी ड्रिङ्क। अनि डब्लुएक्स वाइबाट चाहिँ योगर्ट है, दही। अनि रह्यो हाम्रो सबैभन्दा लास्ट जुबी क्यान्डी, यसको नाम चाहिँ जुबी रहेछ। अनि यो जुबीको क्यान्डी, ल यति नै हो। मैले अब आइसक्रिम चाहिँ बाटोमै खाइहालेँ, त्यो एकदम पग्लिएको भएर। अनि प्लस युबाट चाहिँ मैले बिर्सेछु, अहिले भर्खर यहाँ हजुरहरूलाई देखाउनु हुँदा मात्रै यहाँ सामान खोज्दा मैले सम्झेँ, त्यही हो। अनि यस्तै भयो, एदेखि जेडसम्मको खानेकुराहरू चाहिँ मैले यति नै कलेक्ट गरेँ। अहिलेसम्म हेरिदिनु भएकोमा धन्यवाद।
बाई, सी यु इन द नेक्स्ट भ्लग।